टाइलेन्ट है त लाग्यो म यहाँ हेरिँदैछु नि दुईटा लाइट आयो अनि हेरिँदैछु होला है नेपाली हप्सी यहाँ चाहिँ को नेपाली हप्सी हुनुहुन्छ होला त यहाँ भएको जतिजना कालो हुनुहुन्छ त्यो नेपाली हप्सी आजदेखि ल यो म तराईको अफ्रिकन कुइरे मेरो साथी नेपालमा पनि हुँदा रहेछन् कालो प्रजाति म थारू परे साथी कुइरे मगर ऊ खोटाङदेखि म चाहिँ विराटनगर ओके पहिला चाहिँ कुन सुन्ने थारू सुन्ने कि नेपाली सुन्ने भागो म त थारू सुनाउँछु थोरै न नेपाली सुनाउँछु नेपाली पछि सुनाउँछु सबभन्दा सुरुमा चाहिँ सायरी ल मेरो सायरी चाहिँ कहिले छुट्दैन नि फेरि प्रिय तिमी फूल हो भने म काँडा तिमी भैँसी हो भने म पाडा तिमी छोकरी हो भने म छोकरा तिमी बकरी हो भने म बोकडा मलाई थाहा छ तिमी हेर्नमा छु लुती म पनि लुता तिमी कुतेन हो भने म कुता बढिया लाग्यो लागेन ए मैले भर्खर यहाँ मर्चियामा प्रोग्राम छ भनेर मैले भर्खर हिजो अस्ति लेखेँ क्या एउटा कहिलेकाहीँ मुड बनाउने खान्थे म क्वार्टर कहिलेकाहीँ मुड बनाउन खान्थे म क्वार्टर त्यसपछि सब जडिया म चाहिँ एकदम बेटर त्यसपछि सब जडिया म चाहिँ एकदम बेटर मलाई डनवाला फिलिङ्स आउने म हो यहाँको राजा हगेर धुनलाई युज गर्थे मिनरल वाटर ठीक छ ऱ्याप सुन्ने कि खालि सायरी नै सुन्ने हो ओके फर्स्ट अफ अल एउटा ऱ्याप ल अनि धन्यवाद है मलाई यहाँ बोलाउनु भएको सबै आयोजक टिमहरूलाई एकदम हृदयदेखि धन्यवाद ल ओके अब चाहिँ ट्र्याकमा सुन्ने ल एउटा गीत पहिला सुन्यो अनि म फेरि पछि आउँछु नि त सुनाउन फेरि इट्स अ बॉयज इन द एयर ओके ट्र्याक प्लिज ट्र्याक बजाऊ न मेरो अहिले आएको हैसँग तोरा मारे मन छु ले मार जिते गारे मन छु ले गार तोरा मारे मन छु ले मार जिते गारे मन छु ले गार ये कुछ नहीं थी हमें भागनी और हथियार कुनु काम में आज दिन की हम और तोरा चचेला कर मारे मन छु मार चुको चुको धार लेके मार कभी आकुड़ा वो चुकी नहीं तो यो मारी के देख धरती में गार चाहे ऊपर से देख चमकी दे हम और फोड़ी दे कपार डर से कहीं कैम कर चाहे स्पेस तोरा काटे मन छु काट जोर से मार छट कोनी दे लहू लहू खुद से लव बट तोर से नहीं चुपना बात के बोला नाक मारे के मौका ने पे हॉट पॉट तोरा मारे मन छु ले मार जिते गारे मन छु ले गार तोरा मारे मन छु ले मार गार मारे मन छु ले मार breaking all the tools they cannot kill what they cannot catch I'm sad in the nightmare slide the trap sorry all body all dekha what the gangster kill back kill your ete koi ne mare bola kill or serial tora ki me dor khali dekhe me dor yol dedi chun hame je ukhar me ukhar kache chura le ya to mari le bhakar chakula kan bhokiya da ani le to bar mar 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 amar body de akar amar ke borna ni amra chok ke de gangster tor chiliar ke de aula siana dhowak na nahi karni moriya haat aguan amar ki moriya आजकल देख छुट्टे बेसी चमक छ तोर गाडी में दम नै त क्याम बम छ मैदान में याले बदले सन छ खुखाने गर्नु छ त हमरा धमक छ बस करे बस हेवा तो हस्नु हस हमरा आगु में चाहिँ एउटा पुरा ब्ल्याक पिंक सिक्वाइस सब चम करू फक until you die just the खेवा नै न तोर बन्दुक में गोली न तलवार में धार जोत में करे चलेला छ शिकार सुनसान संसार में कुकुट अंधार सोल के डर खाली ठारा जीव यार मेमोरी के डर मैं मंडी बबाल गोली चढ़ा दे आनी ले तलवार आंगन से जो हमर लो हुची कतु मोर उ तो नहीं मारते मारते बीच कतु मटरा तो बता आगु से हटले तो कर बंद मारी ले हेडशॉट जे काम नहीं ला अपन काम उठा कर
कलम बरु त्यहाँ ठिक ठ्याक चल बरु पलम CBR You know to leave the game, I'm the last one standing Building, while gas is landing Down to my door, I'm on the kick it boxy Standing like a king, I'm a soul in this oxy The game, I'm the last one standing Building, while gas is landing Down to my door, I'm on the kick it boxy Standing like a king, I'm a soul in this oxy Thank you कस्तो लाग्यो होला भाइ कस्तो लाग्यो दामी लाग्यो माइकी गर्दा गर्दा पुरा यहाँ एकदम ओके अब चाहिँ म हल्का रेस्ट लिन्छु होला है के अझै एउटा शायरी सुन्नुहुन्छ पहिला घाम उदायो हवा चल्यो सिरिरी घाम उदायो हवा चल्यो सिरिरी चाकमा बत्ती भएको तिमी झुम्किरी आउन भनेर कोही छैन वरिपरि के हुँदैन माया यु डोन्ट वरी ओके थ्याङ्क यू सो मच फेरि पनि आउनेछ ल हल्का त रेस्ट पानी सानी खानु पर्यो मायाके ओके थ्याङ्क यू सो मच थ्याङ्क यू ओके अलराइट कस्तो लाग्यो नेपाली अप्सी कुन गर्छ यार हाम्रो नेपाली अप्सी अहिले दिन्छ कस्तो भयो दामी भयो खतरा भयो ओके यस्तै मजाको प्रस्तुति रहने नै छ उहाँले थोरै समय रेस्ट लिनुहुन्छ पानी नै खानु हातेन अरे त्यही भएर चाहिँ र अब फेरि पनि स्टेजमा बोलाउन चाहन्छु गीत सङ्गीतलाई एउटा थारू समुदायलाई एउटा स्थानमा पुर्याउन आफ्नो महत्त्वपूर्ण योगदान दिनुभएको छ तपाईले हेरिसक्नु भयो होला उहाँलाई अघि पनि म सुनिल चौधरीज्यूलाई सुनिल दाइलाई एकदमै स्टेजमा बोलाउन चाहन्छु सो उहाँलाई बोलाऊ प्लिज वेलकम अन द स्टेज टु सुनिल चौधरी धन्यवाद प्रिय भाइ सिजन चौधरी गोर लागै छी सम्पूर्ण के गोर लागै छी गोर हमें लागै छी है के हल्का फाउन्डेसन दैल गेल छिन त गोर लागै छी खाली सम्पूर्ण रामधनी नगरपालिका वडा नम्बर 9 निवासी सँगसँगै आसपास निवासी जतै हमरा सबके जे कार्यक्रम में उपस्थित भेल छै बहुत दूर दूर देख रहल छी अहाँ सब नजदीके भे के जानकारी कर चाहिए हमरा सबके माज में आज का मर्सिया यूथ क्लब जे सिरवा सांस्कृतिक कार्यक्रम करने से आई के बैशाख 22 गते हमरा सबके सिरवा के लगभग विदाई के क्षण में छी तो भी संपूर्ण आयोजक कमेटी के हमें एकदम हृदय से धन्यवाद दिल चाहिए संगे आज का कार्यक्रम के सभाध्यक्ष आदरणीय हमरा सबके मैडम सुषमा चौधरी तैरंगे कार्यक्रम प्रमुख अतिथि रामधनी नगरपालिका वार्ड नंबर 9 के एकदम युवा नेता जे अपन गाम ठाम के एकदम विकास के लागि तत्पर भेल छे ओकरो धन्यवाद दिल चाहिए संगे ढोंगी बगिया के सीता थरुनी दीदी के देख रहल छी संगे संपूर्ण जतै हमरा सबके आई के अतिथि महानुभाव सब छे और दर्शक महानुभाव सबके सबसे शुरू में हैप्पी सिरवा के चाहिए छी सिरवा मेला मैं देख लियो तोरा करने छिलियो हम पसीन हो सिरा थन में मांग लियो तोरा पूरा भेले हमर दिन हो कार्यक्रम की शुरुआत हमें अपन कल्चरल संघ से करबे जे सांस्कृतिक भूगोल के हमार अपन ट्रेडिशन में रहल जे उसका ठाम में हमें पुणे के बड़का कलाकार नहीं छी रामधनी नगरपालिका वार्ड नंबर 3 में हमर घर नाम सुनील चौधरी व्यवसायी सामग्री घाट फर्नीचर के प्रोवाइडर छी संगे गीत संगीत जे के लगाव छे अपन संस्कृति बचाव के ओइ में काम कर रहल छी हम सम्मान पुरा रहल छी पहिलो सांगीतिक कोशिश हमें राखे चाहे छी ये ले रे सिरवा
मंगल केले त्यस पछाडि हमें नचाइबे करबे। पहिला हमें जुन चीज से हमें ई ठाम स्टेज में चीज उ चीज के सम्मान करते ट्रैक लगाई देख लगे अनुरोध कर चाहिए और तस पछाडि छेबे करे गीत संगीत सब एकचोटी सबले ताली बजाबे। ताली बजते रहना चाहिए कि हम सब मुस्लिम ताली बजते अपन स्थानीय संगे हमरा सबके आगंतुक कलाकार सबके लागि भी साथ सहयोग देबे। हंस के हम दोनों हाथ जोड़े के करे जिताना सुख दुख जीवन के साथी मैं रखूं मरी सरा लबों का पत्थर ले मिलके कर स्वागत ये लगे मेरे सिरवा ओ मंगल के ले ये लगे मेरे सिरवा मंगल के रोड पे हम संपूर्ण दर्शक वृंद सबके स्टेज के आगाम आप देख लगे अनुरोध कर छी। बछर दिन में आवे छे नया साल नया सबके दिल में जगावे छे खुशी और उमंग। हो बछर दिन में आवे छे नया साल नया सबके दिल में जगावे छे खुशी और उमंग। आई के सुबह दिन में प्रीति बाटम सब गोटे में सिर मिला के जोर शीतल करे छी स्वागत ये लगे मेरे सिरवा ओ मंगल के ये लगे मेरे सिरवा मंगल के। झूला दिल पोआरोटी थारू की परियार जेठ बरस ले आशीर्वाद छोटे संग के ले प्यार। हो घूमी झूला दिल पोआरोटी थारू की परियार जेठ बरस ले आशीर्वाद छोटे संग के ले प्यार। खुशी जीवन की खेला गया खुशी रोदन जीवन की खेला बैल घड़ी में चढ़ के जेब सिरवा मेला ये लगे मेरे सिरवा ओ मंगल के ले ये लगे मेरे सिरवा मंगल के दुख बेड़ा बिसरे के हंस हंस के दोनों हाथ जोड़े के कर जिताना सुख दुख जीवन के साथी मेरा कमरी सरार लबों का पत्थर के ले मिलके कर स्वागत ये लगे मेरे सिरवा ओ मंगल के ये लगे मेरे सिरवा मंगल के। Yeah.
हाम्रो सबके माझ में आके एकदमै चर्चित गायिका अन्जु कुस्मीसँगै स्थानीय कलाकार सबके प्रस्तुति छ नेक्स्ट ट्र्याक कनिका सैड स्लो सॉन्ग मेले फास्ट ट्र्याक लगाइदिएको लागि अनुरोध गर्न चाहन्छु टेक्निशियन भाइ मिक्स ट्र्याक छ आप चाहिँ नाचाइ गर्दै त्यस पछाडि हामी फेरि हाम्रो सबको रेस्ट करके भाइ आप सबके माझ में बहुत बढ़िया बढ़िया गीत सब छ पहिलो चोरी जोरदार होर्डिङ है सबजना पहिलो प्रकरण देखेछि नै होर्डिङ चाहिएको छ हेलो मर्चिया रह गई नो साथ में तो हर बह गई नो हाँ दिखती तू ही रह गई नो साथ में तो हर बह गई नो जब से नैना मिला जिया धड़के लागल है सांस महके लागल है जिया धड़के लागल है सांस महके लागल है चलती चलती रुक गई नो चांद सूरत हम झुक गई नो जब से नैना मिलो जिया धड़के लागल है सांस महके लागल है जिया धड़के लागल है सांस महके लागल है Please come here, please. Govinda, next bhai. Khoi da khoi. यसरी अन्जु कुस्मी त मान्दैन होला है. सबैजना पहिला I can hear the room मचा से बात करने यहाँ का गहन में मम्मी डैडी से बात करने यहाँ का गहन में होली बजा के कन्या बना के लाजे वो
हमारा सबके गोविंद भाई से करे तोरे लगी जीवो हमें सोना रे सारा जीवन जिए के सहारा तू ही बोले हमर मन बेबी यू आर माय लव सुनने से कि नहीं सुनने से बेबी यू आर माय लव बेबी यू आर माय लव हाँ बेबी यू आर माय लव थैंक यू सबैजनालाई ओके अलराइट धेरै धेरै धन्यवाद दिन चाहन्छु सुनिल चौधरी दिदीलाई कस्तो राम्रो गीत छ नि उहाँहरूको पनि र म धेरै समयलाई मैले मध्यनजर गर्दै सबैलाई धेरै खेर नफाली म स्टेजमा अबको अर्को प्रस्तुति राख्न चाहन्छु तपाईहरूले एकदमै माया गरिदिनु भएको सबिना चौधरीज्यूलाई चाहिँ स्टेजमा बोलाउन चाहन्छु जोरदार तालीले स्वागत गरौँ सबिना चौधरीज्यूलाई र सम्मानको निम्ति स्टेजमा पनि आइसक्नु भएको छ त्यहाँ युथ क्लबका आयोजक टिमबाट चाहिँ कलाकारको सम्मान एकदमै आवश्यक लाग्छ मलाई किनभने उहाँको कलाले नै आज यो माहौलको यो भिड भएको छ कस्तो एकचोटि फेरि भनिदिनु पर्यो अरे क्या मजा आउँदैन थ्याङ्क यू भेरी मच फेरि पनि जोरदार तालीले स्वागत गरौँ सबिना चौधरीज्यूलाई जहाँ तलवार है दोनों गजब ये कारखाना है जहाँ यार डरते हैं
धन्यवाद दिन चाहन्छु सबिना चौधरीलाई अति नै मजाको प्रस्तुतिको निम्ति र तपाईँ सम्पूर्ण दर्शक महानुभावलाई म जानकारी गराउन चाहन्छु हामी माझ अञ्जु कुस्मी पनि आइसक्नु भएको छ आशिका चौधरी पनि आइसक्नु भएको छ प्रतिमा राई पनि आइसक्नु भएको छ त्यसै गरी शिव चौधरीजी पनि आइसक्नु भएको छ सम्पूर्ण दर्शक महानुभावलाई म यसै स्टेजबाट जानकारी गराउन चाहन्छु उहाँहरूको पनि एकदमै धमाकेदार प्रस्तुति रहनेछ र अहिलेलाई मैले एउटा सहयोगको रूपमा रहनु भएको छ अर्जुन गिरीले चाहिँ 1100 रुपियाँ सहयोग गर्नुभएको छ उहाँलाई यो सहयोगको निम्ति एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी खुसीलाल ठाकुरले पनि 500 रुपियाँको सहयोग गर्नुभएको छ उहाँलाई पनि एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी युजिन घिमिरेले पनि 6000 सहयोग गर्नुभएको छ उहाँलाई पनि एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु यसरी नै हात सहयोगी हातले नै यो मञ्च र यो महोत्सव यो मजाको माहौल बन्न एकदमै पुगेको छ तपाईँ सम्पूर्ण सहयोगी हातलाई पनि एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु र म धेरै समय खेलै नफाली म स्टेजमा बोलाउन चाहन्छु कसलाई बोलाऊ को रेडी हुनुभएको छ क्लब डान्स अब यहाँ डान्स हेर्ने कि गीत सुन्ने भन्नुभयो क्या डान्स ओके डान्सै मजा छ नि त होइन भोजपुरी बाँच्दै सब बाँच्दै एकदमै कुनो टेन्सन नै छ र अहिले म बोलाउन चाहन्छु तपाईँहरूकै ठाउँबाट क्लब डान्स रहेको छ सो जोरदार तालीले स्वागत गरी तपाईँको स्थानीय क्लबलाई अति नै राम्री बहिनीहरू छ उहाँको नाचहरू पहिला दामी हुनेछ सो जोरदार ताली गरौँ तपाईँकै क्लबलाई
ओके राइट, धेरै धेरै धन्यवाद दिन चाहन्छु अति मजाको प्रस्तुति। म यस वर्ष युथ क्लब नेपालको आयोजक टिमलाई चाहिँ म सम्मान गरिदिनु हुनुको लागि स्टेजमा आइदिनु हुनु हार्दिक अनुरोध गर्न चाहन्छु। डान्सर आशिका चौधरीजीलाई पनि स्टेजमा सम्मान ग्रहण गरिदिनु हुनुको निम्ति एकदमै आह्वान गर्न चाहन्छु। त्यसै गरी मजाको नानी प्रतिमा राईज्यूलाई पनि स्टेजमा आइदिनु हुनुको लागि एकदमै हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी डान्सर शिव चौधरीज्यूलाई पनि स्टेजमा आइदिनु हुनुको लागि एकदमै हार्दिक अनुरोध गर्न चाहन्छु। स्टेजमा आएर सम्मान ग्रहण गरिदिनु हुन्छ भन्ने एकदमै आशा बोकेको छु। र उहाँहरूको प्रस्तुति एकदमै रहनेछ मजाको। र अन्जु कुसुमीको पनि एकदमै आह्वान भइसकेको छ। उहाँको पनि केही क्षणमा नै यसै स्टेजमा मजाको धमाकेदार प्रस्तुति रहनेछ। र यो सम्मान ग्रहण गरिदिनु भएकोमा एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूको धमाकेदार प्रस्तुति रहनेछ भने यसै स्टेजबाट जानकारी गराउन चाहन्छु। अबको केही क्षणमा नै। थ्याङ्क यू भेरी मच सबैलाई। र मलाई एउटा कुरा याद आयो कि मलाई भोक लाग्यो अनि डियर जिन्दगीको एउटा प्राइजहरू पनि याद आयो मलाई। क्विज रहेको छ, तपाईँको 2 प्लेट मोमोको फ्रीमा रहेको छ। तपाईँले यदि सही जवाब दिनुभयो भने डियर जिन्दगीको लोकेसन कता छ? 2 ठाउँमा छ नि त होइन, झुम्कामा। आज टिमलाई एकचोटि कता होइन, यो ब्यानर भित्रको चाहिँ मान्छेले भन्न पाउँदैन नि फेरि। उहाँहरूले बनाउने कुपन अनि उहाँहरूले नै भनेपछि त कसरी हुन्छ होइन र? कता छ दाजु? कतिले भन्नुभएको? एकचोटि आयोजक टिमहरू एकचोटि हेरिदिनु होला, कता कता भन्नुभएको छ? 2 ठाउँमा रहेको छ। डियर जिन्दगी क्याफेको लोकेसन कता रहेको छ? 2 प्लेट मोमो रहेको छ, 1 प्लेट मलाई पनि दिनु होला है त। बहुत भोट पाएछ। अनि उहाँ त्यताको दाइले पनि 2 ठाउँमा लोकेसन। हजुर पूर्व बस स्टेसन अगाडि ओके बाइक आउँछ है त। यदि तपाईँले सही जवाब दिन सक्नु भएन भने तपाईँले 2 प्लेट मोमो छुटाउनु हुनेछ। कताबाट बाइक हो? कसले भन्नुभएको थियो नि त? थाहा सबैजनालाई थाहा छ यार। डियर जिन्दगी क्याफे यति फेमस छ, त्यहाँको मोमो मिठो छ नि त होइन, पिज्जा पनि मिठो छ। र डियर जिन्दगीले पनि यो सांस्कृतिक कार्यक्रमलाई एकदमै महत्त्वपूर्ण योगदान दिएको छ। उहाँको एकदमै साथ सहयोग रहेको छ। डियर जिन्दगीलाई पनि धन्यवाद दिन चाहन्छु। कता रहेको छ? खोइ त आवाजै आयो नि त त्यो अर्को माइकमा। माइक गएको छ तपाईँहरूले चाहिँ। हजुर मिल्यो त साथी? 2 ठाउँ लोकेसन रहेको छ, 2 ठाउँ। मैले चाहिँ यहाँ कुपनमा 2 ठाउँ पाइरहेको छु। ओके कता कता मिलाउन सक्छ हो, मैले सुनिरहेको छु यार। एउटा मात्रै जवाब दिनुभयो भने एउटा बदिन्छु, 1 प्लेट तपाईँ र म बाँडेर खाउला नि त होइन। म त सिटिङ गर्न सक्छु नि त। के छ भयो? यो कुपनमा रहेको एन्सर मिलेन। एक प्लेट पिज्जा चिकनको कति प्राइस हो?
अब चिकन पिज्जा 1 प्लेट छ बाँडेर खानु होला है त यो कुपन उहाँलाई प्रोभाइड गरिदिनु होला यो कुपन पाएपछि तपाईँले 1 प्लेट चिकन पिज्जा पाउनुहुनेछ र थ्याङ्क यू भेरी मच सही जवाबको लागि र अर्को क्विज हुने नै छ यो प्रश्नलाई फेरि पनि म दोहोऱ्याउने नै छु तपाईँले फेरि पनि याद गर्नु होला जित्न सक्नुहुनेछ यो डियर जिन्दगी क्याफेको लोकेसन कता रहेको छ 2 ठाउँमा रहेको छ तपाईँलाई यो सुनौलो अवसर भयो र म स्टेजमा बोलाउन चाहन्छु अबको फेरि प्रस्तुतिको निम्ति तपाईहरूले नै माया गर्नु भएको कति राम्री छ नि होइन कसलाई बोलाउ हासिका सी प्रतिभा कि अन्जु कुस्मी हासिका दामी फ्यान फलोइङ छ म पनि उहाँको फ्यान फलोइङ हो र म धेरै ढिला नगरिकन म बोलाउन चाहन्छु यो स्टेजमा यो मनोरञ्जनको निम्ति स्टेजमा बोलाउन चाहन्छु
निखर जवानी दिल के लगी चोरी में साला बंद बा उसके दरवाजा तोड़ के लुट ले ओ हमरे बॉडी में दम बा उसके दरवाजा तोड़ के लुट ले ओ हमरे बॉडी में दम बा उसके दरवाजा तोड़ के निकले ओ जिकर बॉडी में दम बा निखर जवानी ओके अलराइट कस्तो लाग्यो तपाईँ सम्पूर्ण दर्शक महानुभावहरूलाई यही हल्ला मजा आएको छ नि त होइन हामीसँग यो सांस्कृतिक महोत्सवलाई चाहिँ सहयोग गरिरहनु भएको छ जयराम ऋषिदेव त्यसै गरी ओमराज चौधरी अशोक शाह अमन चौधरी मर्सया सिटीवाला सिटी सफारी है त कोले चिन्नु भएको छ उहाँहरूको यो साथ र सहयोगको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी हामीसँग स्पोन्सरहरू पनि एकदमै रहेको छ रामधुरी नगरपालिका रहेको छ स्पोन्सरको रूपमा त्यसै गरी रामधुरी नगरपालिका वार्ड नम्बर 9 पनि रहेको छ योगेश चौधरी मर्सया स्पोन्सरको रूपमा रहनु भएको छ झुम्का अफसेट प्रेस झुम्का त्यसै गरी इन्दिरा फार्मेसी विराटनगर पनि हाम्रो स्पोन्सरको रूपमा साथ दिइराख्नु भएको छ निकेश क्रिएसन झुम्का उहाँ स्पोन्सर बन्ने रूपमा रहनु भएको छ त्यसै गरी ई उस्ट डान्स पक्कै पनि हुन्छ कि एकदमै मजाको डान्सहरू पनि रहेको छ तपाईहरूमा त्योभन्दा अगाडि म स्टेजमा बोलाउन चाहन्छु अघि एकदमै मजाको फेरि आयो है म सायरी गिरात मलाई बिते हुए कलको याद दिलाउँछ कि हो मैले हिजो मुर्गा मासु खाएको थिएँ मजा आयो यो इट्स अ बोय जिबियार अझै एउटा छ मसँग When you say आथा आथा हाम्रो गहिरो भयो नाता दिनमा 10 चोटि कल डेली सही एमबी डाटा बिस्तारै राम्रो चलिरहेको थियो हाम्रो प्रेम खाता तर कुछ दिनको बाद खाली हुन थाल्यो मेरो बैंक खाता ले अलवा यो मोरङ्गिया ल्याङ्ग्वेज त बुझ्नुहुन्छ नि म अघिदेखि मोरङ्गियामा बोलिरहेको छु है मिलाएर बुझ्नु ल अब चाहिँ ऱ्याप सुन्नु ल ऱ्याप यो इट्स बोय जिबिआर यो बिट प्लिज हेलो ब्रो यो हर हर महादेव सेकेंड वाला बजा रे यो सुरु बिका प्रकार छिकिने ओपर खानारा मुसर कोइ छेउने गरे त्यही सौको तही त भोला भण्डारी मनुष्य छिउ गरे देउता भित्र पुजारीले त डम 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 अब डमरु बच्चा हमे तोरो भोरी में हमरा नचाले त डम 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 अब डमरु बच्चा हमे तोरो भोरी में हमरा नचा Oh
करे मन कर कसो बिना फेरि कहाँ दुई हिन्दी सबर छ्याप छ्याप हो जस्तै दारू पिए मन पी डान्स कर लड बड नै कर बर बर ह कमाने लिन्छ डाँडा हिला कर बड 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 काने मन मिसिला सौको बिसरा जान्छ मन बात बात नाच चोरी नाच त जवान हो होली के भूत सवारी होली के भूत सवारी माया मोचे के एक सा एक लागी जे चिंता दे तो दसा दारू पे Thank you. कस्तो लाग्यो हौ बढिया लाग्यो ओके मलाई थाहा छ धेरैजना एउटा मेरो गीत लास्ट गीत है अब सबैजना पर्खिनु छ होला पर्खिनु भएको छ होला नेपाली हप्सी ओके अब नेपाली हप्सी जाओस् न एकदम अन्तिम वाला हो यो अन्तिम वाला लाइभ हुँदैछ रे ट्र्याक प्लिज 051 Yeah, it's a boy, GBR. Nepali Hopsi. मेरो थारू टिम छ इन्ट्रोडक्सन थारूमै दिन्छु नेपाली गाह्रो छ होइन नेपाली हो नेपालीमै बोल्छु जे पिटी बोलिरहेको छु म बक्लो छु म तराईको अफ्रिकन कुइरे मेरो साथी नेपालमा पनि हुँदो रहेछ कालो प्रजाति म थारू भने साथी कुइरे म घर ऊ खोटाङदेखि म चाहिँ विराटनगर ऊ गोरो छ म चाहिँ कालो न कालो मेसी उसको भाइ पेले मेरो सानो कान्छी गर्मी हो ए खाइदिनु पेप्सी भन्दै जिस्काइको हो त भनी कालो हप्सी तातो रातो मौसममा हावा तातो तातो बाइकको सिट तातो चाक भयो रातो कुइरेहरू बनी कालो हप्सी र आटो बिनामेको कोकेटी हेरे गयो सातो गर्मीको टेन्सनले लिइरहेछन् तङ्गा कोहीको टुलो भइरहेछ कोही बसिरहेछ महँगा आइसक्रिम कोल्ड ड्रिङ्क भइसक्यो महँगा फ्रिकोले घुम्नु छ भने आउनु विराटनगर बुढी गङ्गा आउनु है विराटनगर बुढी गङ्गा हप्सी हेर्न है कालो केटाहरूलाई देख्छ न यहाँदेखि म कालो हुनुको कारण गर्मी सबै बिसानो गए निस्कियो रातो मुख मलाई हेरी डराउँछन् म भइसके भूत डिसेबल वाइफाई डिस्कनेक्ट ब्लुटुथ बुढो हुन्छु भनेर लगाउँछु नाइट क्रिम हेक्सी मोडल केटी खेलाउने मेरो ड्रिम उल्टो भइदिएर हप्सी भनी भाइर मेरो मिम बाउ बनी थियो सोच भए छोटा भए ओइ साथी सुन त मेरो फोटो क्लिक गर पोज दिन क्यारे सो मिडल फिङ्गर माथि परे गाह्रो आयो टिप मेरो वाइट इटिङ हात एक्सपोजर बनाउनु हाइलाइट या गर्मीमा हुँदाखेरि गर्दिन केस राति बुढीसँग सुतो लिएर चाहिँ स्पेस जबरजस्ती गर्न खोज्छु हुन्छु म्यानरलेस गरी गरी पारा ताछ मेरो वेडिङ नबितेस सपनामा समुद्र बिकिनीमा जम्मा म चाहिँ एक्लै केटी 5 जना जम्मा रोजीसँग बसिरहे खाँदै दिए रक्सी जाबर खानी जगायो बुढी मेरी बक्सी 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 बुढी मेरो हेर्दानी तातो छुदानी बोल्ने बुढी त भागिसकी कसरी मोल्ने भाडा दिमाग तेरो छाडा कसैलाई मन पर्दैन मेरो बोका जस्तो पारा याद आयो फेरिको सपनाको रोजी बिकिनीमाथि हेर्दै कति सोची गुगलमा सर्च हाले चलिरहेको खोजी फाइनली भेटी आई सेन्ड एन इमोजी उखेर
SMS लेखे मैले आए सिन्स त भयो बट वाइ नट रिप्लाई म उसको गोरु ऊ मेरी गाई मलाई छोडेर गई वाइ रोजी वाइ 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 म नेपालको हो ननसेन मण्डेला कालो छोडेरी अब रुल गर्ने बेला म सिनियर भए अरू सब मेरा चेला कालोको सपोर्टमा भोट कसले देला तेरो दाइ फेमस होल ब्रह्माण्ड लिग भयो एमएमएस अफ्रिकन काण्ड के गर्नु अब झुन्डेर मर्नु हारिसके हिम्मत अब कसरी लड्नु हो म अफ्रिकन हो कालो हम्सी बोका मन पुराउने केटी मचे परे खसी कस्तो फोड्ने चिम्पिटी बोल्ने अब घर जाने बरु फोन साइड खोल्ने ल ओके थ्याङ्क यू सो मच कस्तो लाग्यो त मेरो नेपाली हप्सीवाला आशा गर्छु कि सबैजनालाई राम्रो लाग्यो होला र धन्यवाद मेरो अपकमिङ सङहरू पनि छ जस्तै कि भाग 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 देखेलु भाग भाग रिसे से फुट्या दे तु मुक्का नाक तोर भाग 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 देखेलु भाग भाग रिसे से फुट्या दे तु मुक्का नाक हो थारू के रैपर दैट्स है कि नहीं नेपप में आगू हम जीते नहीं रहे कोयला से फेमस हम विनिंग नहीं रहे नेपप के ज्ञान हमर में छी एक्सपीरियंस है हमर आगू येवा हेवा खत्म छे सोचा जितिले पनि छेको भरम यो मेरो अपकमिङ र्याप पनि आउँदैछ चाँडै र सबैजना माया गरिदिनु होला हाम्रो टिम भिजन नेपाल रजा बाबु र रुपेश कानगोई हाम्रो कोरियोग्राफरज्यूलाई धन्यवाद है र फेरि पनि म यहाँको आयोजक टिम मलाई बोलाउनु भएको सुनिल दाई र विशाल सरलाई एकदम हृदय मनदेखि धन्यवाद दिँदै म यहाँदेखि बिदा लिन चाहन्छु है ओके अब अर्को प्रोग्राममा भेट्नुपर्छ है मेरो सक्यो होला म गएको ओके हामीसँग एकदमै सहयोगी हातहरू एकदमै धम्मा दमाइरहेको छ अर्जुन गिरी हुनुहुन्छ त्यसै गरी अशोक प्लस अलिकति लाइट बाल्दै मैले नदेखेको रे आँखामै परो कि अशोक प्लस भोजराज प्लस ध्रुव रामधनी 9 उहाँले पनि सहयोगी गर्नुभएको एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी युजिन घिमिरे त्यसै गरी नेमुवा बाला त्यसै गरी तिलक ऋषिदेव त्यसै गरी एसके मोबाइल सर्भिस झुम्का त्यसै गरी विस्टम इङ्ग्लिस बोर्डिङ स्कुलको शिक्षिका त्यसै गरी मिना भुजेल मधु बर्देवा र हामीलाई एकदमै साथ दिइराख्नु भएको छ इन्टरनेट डिजिटल साउन्ड सिस्टम साउन्ड पार्टनर रूपमा साथ दिइराख्नु भएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र स्पोन्सरको रूपमा रहनु भएको छ निकेश क्रिएसन त्यसै गरी हामीको ब्रदर्स कलेक्सन पनि रहेको छ होइन ब्रदर कलेक्सन पनि रहेको छ यो टी सर्ट चाहिँ मैले आज त्यहीबाट किनेको दामी रहेछ तपाईँहरू पनि जानु होला एकचोटि दामी दामी टी सर्टहरू पनि रहेको छ सर्टहरू पनि रहेको छ र समयलाई खेर नफाली म स्टेजमा बोलाउन चाहन्छु कसलाई बोलाऊ आशिका ओके तपाईँहरूले नै एकदमै डिमान्ड गर्नुभएको म जोरदार तालीले बोलाउन चाहन्छु जोरदार तालीले स्वागत गरौँ आशिकालाई माइ गॉड यही हो धमाल है थ्याङ्क यू भेरी मच सबैजनालाई है त Acid Red Love Generation. इस काफे में है 5000 सुनहरे गाने और कुछ Baik, sih kalau nggak pernah bawa lu lah kan.
एक कंप्लेन हमरा भी है। बोलिए पांडे जी। तनी गौर कीजिएगा। काशी हिले छप्पा हिले हट नहीं लेना हो तो हरी नाच के जब कमरिया तो सारा जीना हिलेला हो तो हरी नाच के जब कमरिया तो सारा जीना हिलेला हो तो हरी नाच के जब कमरिया। आदरणीय दर्शक महानुभावहरू, कृपया तपाईहरुलाई म एक्सक्युज गर्न चाहन्छु। तपाईहरु आउनुभयो, हामीहरुको कार्यक्रममा आउनुभयो, माल तताउनुभयो र कृपया अलिकति अब सभ्य भइदिनु न पनि म आग्रह गर्न चाहन्छु। अब हामीहरु कार्यक्रम अन्तिम चरणमा आइसकेको छ र हामी अब कार्यक्रम अन्त्यतिर आइसकेका छौं। कृपया तपाईहरु हामी सिरुवा पर्व मनाउन आएका हौं हैन र अब हामीहरुको कार्यक्रम यो दोस्रो संस्करण हो। हामी अन्तिम अवस्थामा आइसकेका छौं, अन्तिम घडीमा छ। हामीलाई पुलिस प्रशासनबाट पनि कुरा आइसकेको छ। समय हामीसँग एकदमै छोटो छ। कृपया तपाईहरु बढी उग्र भएर यहाँ प्रस्तुत नभइदिनु होला। लो ब्याट्री भयो रे। हामीहरुको सहजको लागि तपाईहरुले कार्यक्रम सञ्चालनमा कुनै बाधा नपारिदिनु न पनि म आग्रह गर्न चाहन्छु। हामीहरु तपाईहरुकोबाट उपस्थितिको सहयोग मागेका थियौं।
तपाईहरु आउनुभयो धन्यवाद र अबको हामीहरूको प्रस्तुति अन्तिम अवस्थामा आइसकेको हुँदा कृपया तपाईहरूले अलिकति सभ्य नागरिकको परिचय दिनु हुन अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच सबैजनालाई चाहिँ तपाईहरूको यो सांस्कृतिक कार्यक्रम रहेको छ। तपाईहरूको गाउँठाउँमा एउटा सभ्य भव्य बनाइदिनु भयो भने एकदमै मजा हुनेछ र यो सांस्कृतिक कार्यक्रम अझै लम्बिन सक्नेछ। त्यसकारण सम्पूर्ण दर्शक महानुभावलाई चाहिँ म यसै माइकको आवाजबाट आह्वान गर्न चाहन्छु। तपाईहरूको यो सभ्यताको बिना यो कार्यक्रम कति पनि अगाडि बढ्न सकिँदैन, किनभने हाम्रो प्रशासन टिमबाट पनि कुराहरू आइसक्नु भएको छ। अलिकति माहौल बिग्रिँदै गरी के हुन्छ भने कहिलेकाहीँ झै झगडा हुनसक्छ र आफ्नै दाजुभाइमा झै झगडा हुनसक्छ। यहाँ त कोही पनि बाहिरको छैन। तसर्थ सम्पूर्ण दर्शक महानुभावहरूलाई यो सभ्य र भव्य देखाइदिनु भएकोमा एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र हामीसँग सहयोगी हात पनि आएको छ, कला चौधरी सहयोगी हात रहेको छ, उहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी तिलक ऋषिदेव बुढीगङ्गा 2 विराटनगरबाट पनि रहनु भएको छ, उहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। किनभने र तपाईँ जति पनि हुनुहुन्छ, तपाईँको यो सभ्य र सहयोग बिना कतै पनि यो सांस्कृतिक कार्यक्रम 2082 अगाडि बढ्ने छैन। तसर्थ तपाईँले पनि यो सभ्यताको निम्ति सम्पूर्ण दर्शक महानुभावहरूलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु। र अन्जु कुस्मी पनि हामीमा आइसक्नु भएको छ। त्योभन्दा अगाडि शिवा विशेष कार्यक्रममा 2082 मा म बोलाउन चाहन्छु स्टेजमा जोरदार तालीले स्वागत गरौँ सबिना चौधरीज्यूलाई। शिव चौधरीज्यू र समीक्षा चौधरीज्यू जता पनि हुनुहुन्छ तपाईँ पनि तत्पर तयार भइदिनु हुन। समय एकदमै कम रहेको छ, त्यसर्थ शिव चौधरी र समीक्षा चौधरीज्यूलाई पनि यसै माइकबाट आवाजबाट आह्वान गर्न चाहन्छु। तपाईँ जता हुनुहुन्छ आजको सांस्कृतिक कार्यक्रम तत्पर तयार भइदिनुहुन्छ भने एकदमै आशा बोकेको छु। हेलो, यो पछिको अन्तिम प्रस्तुति अन्जु कुस्मीको रहनेछ। त्यसपछिको हामीहरूको कार्यक्रम समापन हुने जानकारी पनि यसै साथ गराउन चाहन्छु। इस डीजे की कहानी एक कल्पना नहीं है। ये मनगढ़ंत संगीत जरूर बनाता है, लेकिन दिलों को छूता है। इस डीजे के पूर्वजों का लोक कथाओं में भी उल्लेख है। इसका संगीत सुनकर भूत प्रेत, चुड़ैल और काला जादू जैसी नापाक शक्तियां थर थर कांपने लगती है। सुनने वाले अभी फिलहाल सिर्फ मनोरंजन पर ध्यान दें, हकीकत में ऐसा कम ही होता है।
ओके अलराइट कस्तो लाग्यो तपाईँ समुद्र दर्शकको महानुभावहरूलाई यो सांस्कृतिक कार्यक्रम 2082लाई एकदमै सफल बनाउनको निम्ति स्पोन्सरको रूपमा फेरिरहनु भएको छ। एकचोटि फेरि पनि तपाईँ सम्पूर्ण दर्शक महानुभावलाई जानकारी गराउन चाहन्छु। स्पोन्सरको रूपमा रहनु भएको छ सहयोगी हातहरू रहेको छ रामधुनी नगरपालिका, त्यसै गरी रामधुनी नगरपालिका वार्ड नम्बर 9, त्यसै गरी योगे चौधरी मर्चैया, त्यसै गरी झुम्का अफसेट प्रेस झुम्का, त्यसै गरी इन्दिरा फार्मेसी विराटनगर, त्यसै गरी निकेश क्रिएसन झुम्का, त्यसै गरी विस्टम स्पोर्टिङ स्कुल चित्तापुर, त्यसै गरी रामधुनी ग्रिल अल्मुनियम एन्ड स्टिल फेब्रिकेसन झुम्का, त्यसै गरी ब्रदर कलेक्सन रहेको छ, त्यसै गरी नेत्र सदर मेडिकल हल झुम्का, त्यसै गरी एसआर राइस मिल मर्चैया, त्यसै गरी ब्रदर्स कलेक्सन झुम्का रहेको छ, त्यसै गरी उज्जवल चौधरी मर्चैया, शुभ चौधरी मर्चैया, मनिष चौधरी मर्चैया, महेश चौधरी मर्चैया, विकेश बस्नेत मर्चैया, दिपेन्द्र शाह मर्चैया, त्यसै गरी दिलीप कुमार चौधरी मर्चैया, स्वस्तिका क्लिनिक रामनारायण चौधरी मर्चैया, त्यसै गरी डाक्टर विशाल चौधरी रामधुनी नगरपालिका 9 पशु शाखा, त्यसै गरी बल सदन इङ्ग्लिस बोर्डिङ स्कुल मर्चैया बाल सदन, त्यसै गरी विष्णु चौधरी छप्की, त्यसै गरी लाल कुमारी चौधरी डुम्राहा, सीता चौधरी झुम्का, क्रिस्टी कोल्ड स्टोर झुम्का, डियर जिन्दगी क्याफे झुम्का, सनसाइन क्याफे झुम्का, दिलीप चौधरी हाल दुबईमा रहनु भएको छ, त्यसै गरी दिलीप चौधरी मर्चैया, त्यसै गरी आनन्द चौधरी युनिक घिमिरे, त्यसै गरी ललित चौधरी वडा नम्बर 9 रहेको छ। उहाँहरूको यो सहयोगले चाहिँ आज यो तपाईँले हेर्दै हुनुहुन्छ सिरुवा विशेष सांस्कृतिक कार्यक्रम 2082 उहाँहरूको साथ एकदमै मजाको रहेको छ। उहाँहरूको साथ र सहयोग बिना कतै पनि यो सांस्कृतिक कार्यक्रम हुने थिएन, सफल हुने थिएन भने एकदमै लागेको छ मलाई। तसर्थ सम्पूर्ण दर्शक महानुभावलाई उहाँहरूलाई पनि एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँ जति पनि उपस्थित हुनुभएको छ तपाईँहरूलाई पनि यो मजाको माहौल बनाउनको निम्ति तपाईँहरूको महत्त्वपूर्ण योगदानको निम्ति महत्त्वपूर्ण उपस्थितिको निम्ति एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब म तपाईँहरू माझमा बोलाउन चाहन्छु र त्योभन्दा अगाडि सम्मानको निम्ति चाहिँ म यस मर्चैया युथ क्लब नेपालका आज टिमलाई म स्टेजमा बोलाउन चाहन्छु, किनभने हामी माझ गीत सङ्गीतलाई एउटा उचाइमा सफल पार्नको निम्ति आफ्नो योगदान महत्त्वपूर्ण योगदान खेल्नु भएको छ। अन्जु कुस्मीजी उहाँ पनि आइसक्नु भएको छ। तपाईँले अबको प्रस्तुति उहाँकै रहनेछ र मर्चैया युथ क्लब नेपालद्वारा आयोजित गरिएको सिरुवा विशेष सांस्कृतिक कार्यक्रम 2082 का आयोजक टिमलाई म स्टेजमा बोलाउन चाहन्छु र सम्मान ग्रहण गरिदिनु हुनको निम्ति अन्जु कुस्मीज्यूलाई पनि स्टेजमा बोलाउन चाहन्छु र अन्जु कुस्मी सम्मानको निम्ति समीक्षा ज्यूलाई पनि स्टेजमा बोलाउन चाहन्छु, त्यसै गरी प्रतिमा ज्यूलाई पनि र शिव चौधरी ज्यूलाई पनि बोलाउन चाहन्छु। अन्जु कुस्मी ज्यूलाई चाहिँ म स्टेजमा सम्मान ग्रहण गरिदिनुको लागि एकदमै हार्दिक अनुरोध गर्न चाहन्छु, किनभने तपाईँको उपस्थिति एकदमै मजाको रहेको छ र तपाईँको उपस्थिति बिना यो सांस्कृतिक कार्यक्रम कतै पनि मजाको हुने थिएन। तपाईँको यो उपस्थितिको लागि एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। अन्जु कुस्मी ज्यूलाई चाहिँ स्टेजमा सम्मान ग्रहण गरिदिनु हुनुको निम्ति एकदमै आग्रह गर्न चाहन्छु र समीक्षा चौधरी ज्यूलाई पनि स्टेजमा बोलाउन चाहन्छु सम्मान ग्रहणको निम्ति। र अन्जु कुस्मी ज्यूको प्रस्तुति रहने नै छ। हेलो नमस्ते, सबैजना सन्चै हुनुहुन्छ? मजै बाटो सक्कु भाटो हुक्रे मजै बाटो खै त हल्ला अलि जोस देखाउनु पर्यो कि परेन? पतिली कमरिया मोरी है, जोसै पुगेन है। पतिली कमरिया मोरी हात्ती रुचि नजरिया मोरी। यतापट्टि के भयो सासूज्यू? यतापट्टि सबैजना है। पतिली कमरिया मोरी
कोही पनि नजानु होला, सबैजना नाच्नुपर्छ। अहिलेको लागि एकैछिनमा आउँछु है। ल है, अलिअलि हल्ला गर्नु पर्यो के, मजा आउन्न फेरि। यतातिर यो भिडमा यसो टोय बनाउने हो कि सबैलाई लोग्ने बनाइदियो? सबैजनालाई फेरि पनि नमस्ते। यहाँ उपस्थित सम्पूर्ण हाम्रो जति पनि पाहुनाहरू आउनुभएको छ सबैजनालाई मेरो तर्फबाट नमस्ते अनि राम राम। सबैजना मेरो गीतमा नाच्ने हो कि होइन? कैलालीको भाषा बुझ्नुहुन्छ? कसले बुझ्नुहुन्छ? म फुलकुमारीसँग डान्स गर्ने हो? डान्स गर्ने हो भनेपछि सबैजना रेडी हो भनेपछि यतातिर खै त हाम्रो महिला दिदीबहिनीहरू खै त हल्ला गरेको? सासु आमा बनाइदियो? सबैजना मेरो सासु आमा जस्तो लागिरहेछ मलाई। तपाईहरुको छोरा छ कि छैन? यतातिर छ? यतातिर छ कि यतातिर छ? तपाईलाई थाहा छ कि म सिंगल छु अझ पनि? शादी नै हुई हो, शादी। कोही छ शादी गरौँ होला? यहाँनिर छ जस्तो लाग्यो मलाई। ओके, सबैजना है, सबैजना। पतिली कमरिया मोरी, तिरछी नजरिया मोरी, रसवरी बदनिया थोरी, कातिल फिगर मोरी। हैन, ढिला नगरिकन नाचिहालौ त। आज यहाँ एकदमै मेरो प्यारी दिदी यता उपस्थित हुनुहुन्छ, जो सबैजना हजुरहरूले चिन्नुहुन्छ होला। सीता थरुनी दिदीलाई चिन्नुहुन्छ कि नै? एकदमै प्यारी दिदी यहाँ उपस्थित हुनुहुन्छ। उहाँलाई म ढोक्दिए भन्न चाहन्छु। त्यसै गरी हाम्रो वाडा अध्यक्षज्यू पनि यहाँ हुनुहुन्छ, उहाँलाई म भिनाजु भन्न चाहन्छु। उहाँको म साली हो, साली। आज सबैको म साली हो। वाडा अध्यक्षज्यूको नाम चाहिँ घनश्याम है, घनश्याम हो कि होइन? उहाँलाई पनि म नमस्ते भन्न चाहन्छु। कता हुनुहुन्छ भिनाजु? खै त हल्ला? त्यसपछि सम्पूर्ण हाम्रो आयोजक टिमलाई सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्दै हामी नाच्न सुरु गर्छौँ। सबैजना नाच्नुपर्छ है। है भटार, थारू में भटार है, ठरुवा कठै। सबैजना ठरुवा मेरो हुन्छ कि हुँदैन? नसुनिका पटिया पटक तुरना, पटक तुरना, ऐसे हैंडसम भाटू पत्थर मुटना। हो गया है ना? मिर्चैया बाजार में पट्टू पालल बा, पट्टू पालल बा, ऐसे हैंडसम भाटू के कट्टू खाटल बा। हो गया है ना? मोहनी लगायो कि मंत्र गरेरा, कपाल कोरेरा, अन्त मैया नलाउ भाटू मलाई छोडेर। हो कि होइन? अब ढिला नगरिकन हामी नाचिहालौँ। हो कि होइन? नाच्ने हो? नाच्ने हो भनेपछि हाम्रो ट्र्याक रेडी छ। ट्र्याक रेडी छ भनेपछि हामी सबभन्दा सुरुमा है यो गीतमा नाच्ने हाम्रो बहिनी, यहाँ के नाम पनि म बिर्सिहालेँ। तिमी माथि आऊ त, तिमी माथि आऊ है। हल्ला खै हल्ला। एकदमै ट्यालेन्टेड छ है यो बहिनी। मैले उदयपुरमा हो कि कहाँ देखेको थिएँ है। हो कि होइन? तिम्रो नाम भन त। मेरो नाम चाहिँ परमिता राई हो। ए परमिता, परमिताको लागि ताली। मलाई यो बहिनी होइन उदयपुरमा कहिले भेटेको थिएँ, मलाई एकदम राम्रो लाग्छ। एकदमै ट्यालेन्ट छ। आज उसको लागि एउटा सरप्राइज छ, थाहा छ कि छैन?
भनु भन्छु है उसको लागि मेरो तर्फबाट हैन 5000 इनाम है हुन्छ कि हुँदैन किनकि ऊ धेरै ट्यालेन्ट छ हैन सो उसको डान्सको लागि म मेरो तर्फबाट 5000 चाहिँ इनाम दिन चाहन्छु सबैजना म त हल्ला खाइ त हुन्छ कि हुँदैन र अब चाहिँ हामी ढिला नगरिकन हामी गीतबाटै सुरु गर्छु मेरो बहिनीले यही गीतमा एकदम खतरा डान्स गर्छ मलाई थाहा छ छम्या ट्र्याक नै लगाइदिनु है सबैजना नाच्नु पर्छ है ल छम्या नाच सबैजना सबैजना खै हात माथि गर्नु सबैजना
एउटा दुःखको कुरा सुनाउँछु म। दुःखको कुरा, मेरो मम्मी चाहिँ होइन अहिले एकदमै सिरियस हुनुहुन्छ। मेरो आफ्नो मम्मी के आइसियुमा हुनुहुन्छ। फेरि पनि हजुरहरूको मायाले म यहाँ पुगेँ हो कि होइन? मलाई मेरो मनमा होइन दुःख पनि छ, तर तपाईँहरूको मायाले म त्यहाँबाट यहाँ आएँ हो कि होइन? माया दिनु पर्यो कि परेन? मेरो मम्मीको लागि प्रार्थना गर्नुहोस् है, उहाँ त्यस्तो केही नराम्रो नहोस्, राम्रो होस्। आइसियु भनेको एकदमै डेन्जर अवस्थामा हुनुहुन्छ। त्यही पनि मैले हजुरहरूको लागि यहाँसम्म पुगेँ। अब त्यही हो, तपाईँहरू एकदमै सबैजना मलाई सपोर्ट गर्नुहोस्, रमाइलो गर्नुहोस्। हुन्छ कि हुँदैन? सबैजना ऊ टाढा टाढा भएको हाम्रो उतातिर रोडतिर हुनुहुन्छ सबैजनालाई है, हाई सबैजनालाई राम राम हो, राम राम, नमस्कार। अनि यहाँ अठेर रहल जम्मा जहाने आई लभ यू। ऊ वहाँ रहल सबको जहाने आई लभ यू। यतातिर हाम्रो सासु आमालाई आई लभ यू। यहाँहरूको छोराहरू कुन जिल्लामा छन् थाहा भएन, तर म पोइ बनाउँछु सोचे थिएँ है, कोही मेरो नजरमा परिरहेको छैन। यो त मैले भनेर उतातिर लाइट लगाइयो होइन, नत्र मेरो फेसमा मात्र थियो। तपाईँहरूलाई देखेँ मैले अहिले धेरै ह्यान्डसम देखेपछि फेरि मैले हिरो बनाउन सक्छु है। अलि जोरले नाच्ने हुन्छ कि हुँदैन? सबैजना एकदमै रमाइलो गर्ने। सो अब अर्को गीतमा नाच्नुपर्छ सबैजना है त? हुन्छ कि हुँदैन? नाच्नु पर्यो कि अलि मौज गर्नु पर्यो, रमाइलो गर्नु पर्यो सबैजना। ओके, हामी अर्को गीतमा जानेछौँ, जो गीत मलाई अब त्यही फुलकुमारी भनेर चिनेको थियो सबैजनाले। म तपाईँहरूको फुलकुमारी हो, मलाई बिर्सिनु हुँदैन है, सधैँ माया दिनु है। ओके, फुलकुमारी ट्र्याक लगाइदिनु, सबैजना नाच्नुहोस् है। आई लभ यू हो, आई लभ यू सुरुवात लगाउनुहोस्। कोई कहे तुम्हारे का फूला, अरे कोई कहे बाबा के झूला। सबैजना नाच्नु पर्यो, सबैजना नाच्नु पर्यो। मेरो नजरमा जो गर्छ त्यो हिरो हो। कोई कहे जवानी के भरी का फूला, कोई कहे जवानी बालक की झूला। हो गया ना? कोई जवानी जंगली का फूला, कोई कहे जवानी बालक की झूला। वही हर वक्त प्यार में खा जाए, वही हर वक्त प्यार में खा जाए। हो गया ना? समझना? हाँ तो सबैजना हात माथि गर्नुहोस्, हात माथि। प्यार से चुम्मा मिली सरकार, दीवाने मोरे घरवाला। 1 2 3 4 सबैजना नाच्नु पर्यो है। छोटी मोटी गोला सीमा में मोटी मोटी
यति राम्रो नाच्नु भयो यताबाट चुम्मा दिन्छ है यतापट्टि ए महासुगुर भाटुबाट यहाँ राख्थे कहाँको भाटु हो तपाईँ तपाईँको घर कहाँ हो यही हो सबैजनालाई भाटु हो म अहिले बोलाउँछु सबैजनालाई होइन म कहाँ छोड्छु राम्रो हेन्सम भिनाजुलाई त म छोड्दैन हो कि होइन यतातिर पहिला मैले आफ्नो श्रीमानहरूलाई खुसी पारेको हो कि यतातिर मेरो पोइहरू हो नि त यतातिर हाम्रो सासूहरू छ यतातिर मेरो भाटु हुनुहुन्छ कहाँ छोड्छु म उहाँलाई हो कि होइन सबैजना वाह भन्नु है एउटा सायरी भन्छ है हाय हुई कि नहीं बोतल के सेंट बा वाह कहो बोतल के सेंट बा खोले नहीं से कठू अत्रा हैंडसम भाटू है देख के आई लव यू कहे नहीं से कठू कि कह दियो ल मलाई माया गर्ने जतिले खै लाइट बाल्नुस् त यो लाइट अफ गरेर खै लाइट अफ गर्नुस् न मेरो लागि फुलकुमारीलाई कति माया गर्नुहुन्छ खै अझ पुग्दैन मलाई यति लाइटले अझ माउ दूर कहाँ करतो इसे ससुया हमरा 12 वाली आइफोन 12 आइफोन सबैजना यो लाइट अफ हुन्छ भने एकैछिन अफ गरिदिनुस् न ल हस् ओके और 12 मोर आई लभ यू अब डाल्नुस् न हैन अनि पो मजा आउँछ हो कि हैन ल अब सबैजना पतिली कमरिया मोरे पतिर चिन्ह चरिया मोरे रसभरी बदनिया तोरे कातिल फिकर मोरे देहिया में बहिया बगल में सैया दिल धड़के लागी हो रज जी मन तड़पे लागी हो गयो न आमा कसम सबैजनालाई पोइ बनाइहाल्नु क्या हो एउटाले पुग्दैन मलाई त फेरि दुईटा पोइ बनाइदिन्छु हुन्छ कि हुँदैन अब एकैछिन हाम्रो होइन यहाँ उपस्थित हाम्रो एकदमै रेस्पेक्टेड भिनाजु हुनुहुन्छ भाटु अनि हाम्रो दिदी सीता थरुनी दिदीको होटलमा सबैजना भिजिट गर्नु होला घोङ्गी बगिया थाहा छ कि छैन घोङ्गी बगियामा ढिक्री खान जानु एकदम मिठो पाइन्छ त्यहाँ ढिक्रीको भात अरू के पाइन्छ चिच्चर भनेको मलाई पनि थाहा छैन हाम्रो जातमा चाहिँ ऊ भन्छ क्या अन्डीको भात अनि त्यसपछि तिमीलाई नै मन पराउँछु कि यति लाइटमा लगाऊ न आई लभ यू काला चस्मा होइन ल हामी ढिला नगरिकन अब चाहिँ हाम्रो यतातिर रेस्पेक्टेडमा हाम्रो दिदी भिनाजु सबैजनालाई माथि आउन भन्न चाहन्छु हाम्रो दिदी उहाँको नाम राजकुमार भाटु आउली उपर आउनुहोस् न बोलाइसकेपछि ढिला गर्नु हुँदैन कि आइहाल्नुहोस् न भिनाजु ल छिटो वडा अध्यक्षज्यू होइन ल लास्ट एउटा हाम्रो यो थारू संस्कृतिलाई किन मार्ने हो कि होइन हाम्रो ठारू किन ठारू भने काहे संस्कृति मारेमा लास्ट एक ठो गीत हमार पुलिस भैया गाइदिए हो कि नहीं मैं गाइदिए तो बम ढाल दे बोझू ना गोली से उड़ा दे आओली ऊपर छिटो दिदी ढिला गर्नु होइन कि एकचोटि लास्ट एउटा हाम्रो कल्चर गीत हो कि होइन खै वादा अध्यक्ष भिनाजु माथि आउनुहोस् न आउनु पर्यो एकचोटि मलाई इज्जत गर्नुहुन्छ आउनु पर्यो 2 मिनेट धेरै होइन यहाँ कट गर्दैछन् मलाई यति ढिला बोलाएर मलाई नै अब के भन्नु होइन मैले मलाई अघि बोलाउनु पर्थ्यो 8 बजेतिर हो कि होइन 10:30 बजे कि 11 बजे बोलाएर अहिले यस्तो भनेर हुन्छ होइन मेरो फ्यानहरूले म कति माया गर्छु सबैजनालाई आई लभ यू होइन सबैजना मेरो लागि आएको हो कि होइन हो भने एउटा गीत है हजुरको लागि ल मेरो दिदीहरू आउनुभयो थ्याङ्क यू सो मच र हामी होइन एउटा सांस्कृतिक गाना ताली बजाउनुहोस् न ताली बजाउ नाचो मैले उठ के नाचो ससुया हो पे
धन्यवाद मोर प्यारी दिदी सीता दिदी सक्कु दिदी भौजी उठै भौजी पे धन्यवाद तुन पे धन्यवाद आई लभ यु टु अनि के गर्ने हो त आज एउटा आज गानामा डान्स गर्ने हो त यतातिर बराबर आँखी देखाइ त यो हरियो गोबर केरा देखाइ त हुँदैन भनेपछि हामीले रेस्पेक्ट गर्नुपर्छ हुँदैन भनेपछि हुँदैन हो कि होइन सो अब नेक्स्ट टाइम चाहिँ मलाई अलि टाइममा बोलाउनु होला अलिकति जस्तो 9:30 बजीतिर होइन 9:30 अनि 10 10:30 11 हो कि होइन धेरै ढिला आएँ अनि अब छिटो जानुपर्छ मैले सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु अब दाइ गाडी ठुटे कहाँ छ रुम है के गर्ने पुलिस दाइ अब म पनि के बोलु होइन नत्र एउटा गीत त गाइदिन्थ्यो हो कि होइन ओके गाइदिन्छु हाम्रो मित्रको लागि गाइदिन्छु हो कि होइन तपाईँहरूलाई सबैभन्दा मनपर्ने गीत भन्नुहोस् थोरै गाइदिनु धेरै पनि होइन उहाँहरूको इज्जत पनि गर्नुपर्छ हो कि होइन पतली कमरिया मोरे तेरे छिन नजरिया मोरे ल यस्तो आधा गाउँछु है आधा है तपाईँहरू यो लास्ट हो बेसरी नाची हेर्नु है ल यही गाना लगाइदिनु अनि हाम्रो सासू आमाहरू मलाई सरी है यहाँ त अब ढिलो भइहाल्यो कि ल ओके क्षम्या ल सबैजना नाच है लास्ट हो